हेलो एन्ड वेलकम ब्याक टु माई च्यानल इट्स मी माउन्टेन बोय। आज तपाईँहरू देख्न सक्नुहुन्छ है, मैले आज स्पेसल भ्लग बनाउँदैछु है। र तपाईँहरू देख्न सक्नुहुन्छ है पुरै हैन, म चाहिँ अहिले पोर्चुगलको लिस्बन सिटीमा र समुद्रको टाटमा छु। र तपाईँहरू देख्न सक्नुहुन्छ मसँग चाहिँ एउटा क्यामेरा छ है, यो चाहिँ 360x4 है त। यो क्यामेराको नाम चाहिँ Insta360x4 र यो चाहिँ तपाईँको चाहिँ यसले चाहिँ बबाल भ्यूहरू पनि आउँछ हैन, सबै चिजहरू है। र तपाईँहरू देख्न सक्नुहुन्छ। र मैले यसले पनि भिडियो बनाएको छु, मैले एड्रेस गरेर तपाईँहरू सबैलाई देखाउने छु। र आज हेर्नुहोस् म कहाँ छु ल, वाउ हेर्नुहोस् त, यस्तो बबाल ठाउँमा छु है। मेरो अहिले ट्रिप चाहिँ दिएको छैन साथी है, पानी पनि पर्नु सुरु गरेको छ हैन। र म चाहिँ आज स्पेसल्ली पनि भनौँ न पोर्चुगलको सिटीदेखि अलिकति साइडमा है छु। र तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ चाहिँ खतरा मान्छेहरू है, बडी बिल्डिङ पुरा गरेर चाहिँ रनिङ गरिरहेको छ हैन। हेर्नुहोस् वाउ 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 वाउ, यस्तो खतरा रनिङ गरिरहेको छ कि साल है, कुरै नगरौँ। र हेर्नुहोस् आज चाहिँ मेरो स्पेसल डे हो साथी है। मेरो स्पेसल डेको दिन चाहिँ म आज मेरो प्लानिङ चाहिँ त्यो माउन्टेन ट्राभल गर्ने, तर आज म माउन्टेन ट्राभल गर्न सकिनँ। र आज फाइनल्ली म चाहिँ आज मेन चाहिँ पोर्चुगलको साइडमा छु। र अब तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ है पुरै, हेर्नुहोस् वाउ सो ब्युटिफुल प्लेस यार। तर आज पुरै सिमसिम पानी परेको छ है, सिमसिम पानी आउँछ। तपाईँहरू देख्न सक्नुहुन्छ उतातिर एउटा पानी सुरु भएको छ है, ल हेर्नुहोस् पुरै, ल हेर्नुहोस् वाउ, ल हेर्नुहोस् वाउ ब्युटिफुल यार प्लेस चाहिँ। कसम आज चाहिँ यो मेरो खतरा भ्लग हुनेछ साथी, खतरा भ्लग। ल हेर्नुहोस्, ल हेर्नुहोस् ओ सेट यार, वाउ ल हेर्नुहोस् साथीहरू। तपाईँहरू देख्न सक्नुहुन्छ है, म चाहिँ पुरै अब अहिले यसरी भिडियोहरू बनाएर हिँडिरहेको छु होइन। यो केटाहरू चाहिँ अब स्केटिङहरू पुरै खेलिरहेको छ है। यो भित्तामा पुरै यिनीहरूले चाहिँ पिक्चरहरू बनाएर होइन, ल हेर्नुहोस् ओ सेट वाल छ है, तपाईँहरू देख्न सक्नुहुन्छ। ल हेर्नुहोस् आज चाहिँ मेरो अब यो मैले हातमा बोकेको छु, तर किनभने अब आज यो सिमसिम पानी परेको कारणले गर्दा चाहिँ मलाई यो जस्तो लाग्छ छैन। अब चाहिँ म चलाउँदैछु तपाईँलाई है। ओ बबाल यार। र मलाई चाहिँ आज यसो लिजबनको एरिया पनि घुम्न मन लागेको थियो होइन, र धेरै भएको थियो नघुमेको। र तपाईँहरू देख्न सक्नुहुन्छ म चाहिँ अब फाइनल्ली आज लिजबन घुम्न पाएँ होइन। र तपाईँलाई यस्तै भिडियोहरू म फेरि पनि गराउने छु। र आज मेरो अब हल्का फुल्का म यसो घुमेर निस्किन्छु होइन। यहाँ अलिक पर्तिर अब केही खानेकुराहरू छ जस्तो छ, डक्टरले खाएर होइन। आज मैले क्यामेरा पनि बोकेको छु है, यो भनौँ न अब यसले चाहिँ एकदम भिडियो पनि एकदम राम्रो बनाउँछ होइन। र म चाहिँ अब यहाँ अलिकति गर्मी पनि रहेछ होइन। तपाईँहरू देख्नुहुन्छ म अलिअलि डढे पनि घामले पनि डढेको छु है, काले भएको छु। र यो चाहिँ सबै अब यो जुन यो ठुल्ठुलो सिपहरू देखिन्छ नि, यो सिपर चाहिँ सबै भनेको यो चाहिँ कोरियरको भनौँ न ठुल्ठुलो अब भनौँ न अब जस्तै पोल्यान्डतिरबाट, जर्मनीतिरबाट होइन, माल्टातिरबाट चाहिँ अब मासुहरू भयो, जस्तै अब यो भनौँ न अब ठुल्ठुलो डिएचएल प्रोडक्टहरू भयो होइन, प्रोडक्सन कामहरू भयो होइन। त्यस्तो चिजको सामानहरू चाहिँ यिनीहरूले बाइक कोरियर चाहिँ होइन बाइसिप चाहिँ लिएर आउने गर्छ होइन। गाडीमा ल्याउनु सक्दैन किनभने बाइसिप चाहिँ अलिक उनीहरूलाई सस्तो परेकोले गर्दाखेरि बाइसिप लिएर आउँछ सबैले। ल हेर्नुहोस् तपाईँहरू यस्तो बबाल सिटी छ है, सबै सिस्टम के पुरै के भन्ने होइन। अब यस्तो त नेपाल त यस्तो हुनु त अब धेरै वर्ष लाग्छ होइन। त्यही पनि आशा गरौँ अब हर्क साम्पाङ र बालदेन शाह आएको छ है, उहाँहरूले अब के गर्ला कि भनौँ न। ल वाउ साथीहरूलाई यस्तै हो, यिनीहरूले यस्तो डेन्जर यो पिक्चर बनाएको छ है। यिनीहरूले अब यो के देखाउनु खोजेको खासै थाहा भएन होइन, तर पिक्चर चाहिँ एकदम राम्रो बनाएको छ। म चाहिँ अब यो साइकलको ट्र्याक हुँदै जाँदैछु। र म चाहिँ अब नर्मल्ली पनि अब यो साइडमा आइसकेको छु होइन। तपाईँहरू देख्न सक्नुहुन्छ फुलहरू भयो, कति राम्रो फुल फुलेछ यार। यो त एउटै नाचको फुलहरू त होइन, जस्तो छ पुरै डिफ्रेन्ट तरिकाको फुलहरू छ। वाउ हेर्नुहोस् त क्या यार, के भयो पुरै करार गयो त।
ल यो मान्छे हिँड्ने पनि कति राम्रो बाटो बनाएको छ हेर्नु त ल तल मुनिबाट चाहिँ रुम होइन कोठाहरू निकालेको छ माथिबाट चाहिँ यसरी मान्छे हिँड्ने बाटो बनाएको छ ल हेर्नुहोस् यो पुरै ढुङ्गा गाडेर पोर्चुगलमा चाहिँ पुरै यस्तै खालको मात्रै ढुङ्गा भेटिन्छ है ल हेर्नुहोस् वाउ कति राम्रो हो क्या ठाउँ पनि हेरौँ लाग्ने यार ल साथीहरू म अब यसरी घुम्दैछु है अब तल मुनि त्यस्तो छ अब यहाँ माथि चाहिँ यस्तो रहेछ फेरि ल हेर्नुहोस् पुरै तपाईँहरू देख्न सक्नुहुन्छ पोर्चुगल एरियामा है के हुन्छ लेखेर आएको छ सेलरोटी र एउटा कागलाई सेलरोटी राख्दैछ को नेपाली हो यार हेर्नुहोस् पुरै कलर हेर्नु त कस्तो बल्छ ल माथि त यार पुरै सिटी छ त यार पसलै पसल छ त यार हेर्नुहोस् त पुरै पसल छ त माथि त हेर्नुहोस् त पुरै पसल छ मुनिर त रेस्टुरेन्ट छ त माथि जस्तो पसल माथि अब कतै कफी सपमा बसेर टक्कसँगले कफी सप पिएर मोबाइल चार्ज गरेर फेरि तपाईँहरूलाई म लाइभ आउनेछु समुद्र एरियामा पनि आज म तपाईँहरूलाई भिडियो बनाएर देखाउनेछु है र आज फाइनली म चाहिँ अब ल हेर्नुहोस् है यस्तो बबाल ठाउँमा निस्केछु होइन तपाईँहरू देख्न सक्नुहुन्छ सबैतिर है पानीतिर ल हेर्नुहोस् यो त पर सिप पनि दौडिरहेको छ होइन बबाल सिप पनि दौडिरहेको छ परबाट के रहेछ त पुरा एक्सर्साइज गरिरहेको छ पानी आउँछ है यार पानी पर्छ जस्तो देख्छ त ल यहाँ कुनामा सेम्पू पनि आउँछ ल साथी ल तपाईँहरू अब म चाहिँ यहाँ टक्कसँगले यसरी अब रनिङको ट्र्याकमा म हिँडिरहेको छु होइन अब उताबाट यसरी मान्छेहरू पुरै अब आफ्नो आफ्नो तालमा होइन टक्कसँगले अब यो इलेक्ट्रिक स्कुटर
चाहिँ चलाएर आइरहेको छ, कोही रनिङ गरिरहेको छ होइन। र तपाईँहरू देख्न सक्नुहुन्छ पारिबाट पानी एकदमै बबाल पानी आइरहेको छ है। र तपाईँहरू यो बोटहरू हेर्न सक्नुहुन्छ है, मजाले आफ्नै रफ्तारमा बोटहरू पनि हिँडिरहेको छ होइन। हेर्नुहोस् अब यहाँ कोही मान्छेहरू चाहिँ बेसी अब भनौँ न भिखारी स्टाइलमा बसेको छ होइन। हेर्नुहोस् त अब यो साइड हेर्नुहोस्, यहाँको गभर्मेन्टले चाहिँ यति राम्रो बनाइदिएको छ कि होइन। यहाँको भनौँ न नगरपालिकाले अब यो बस्ने ठाउँहरू पनि बनाइदिएको छ होइन। ल हेर्नुहोस् यो साइडमा यो अब यो रुखहरू पनि ठुलो हुँदैछ। अब यहाँ चाहिँ यो अब काले पुरै रनिङ हान्दिएको छ हेर्नु त ल पुरै। यिनीहरूले आफ्नो स्वास्थ्यको लागि यति चाहिँ भनौँ न यति केयरफुल गर्छ होइन। स्वास्थ्य जतिको केही पनि होइन भनिन्छ, तर हामी नेपाली चाहिँ के हुन्छ नि पैसा बिना केही पनि छैन र मरिहत्ते गर्छौँ होइन। तर त्यो होइन, हामीले हाम्रो स्वास्थ्यको लागि पनि हामीले एकदम केयरफुल हुनुपर्छ है। हेर्नुहोस् अब यहाँनिर टक्कसँगले बसेर होइन गफसफ गर्नु मिल्ने, चियासा खानु मिल्ने होइन आफ्नै पारामा। यति राम्रो बबाल भ्यू छ है। आज मैले काम दिएको छैन यार। ल हेर्नुहोस् यो परको बोट हो नि त, त्यो डबल बोट यस्तो बबाल तरिकाले उनीहरू सब गइरहेको छ है। अब यो पनि पछाडि यो लामो बोट जाँदै गरेर होइन। अझ नजिकबाट यदि वा आउँदैनस् त ओ माई गड ओ सेड हियर। त्यो बोटबाट अब यो बोट पनि यहाँ सर जाँदैछ होइन। हेर्नुहोस् आज चाहिँ मेरो यो भ्लग चाहिँ एकदम स्पेसल जस्तै भएको छ मलाई पनि। अब यो ठाउँहरू देखेर त पुरै रनिङ गर्नु मन लाग्यो। हेर्नु साथीहरू पुरै मान्छेहरू कोही एक्सर्साइज गरिरहेको छ, कोही रनिङ गरिरहेको छ होइन, कोही चाहिँ अब भनौँ न साइक्लिङ गरिरहेको छ होइन। ल हेर्नुहोस् तपाईँहरू वाउ यो भित्तामा चाहिँ यस्तो रङ्गी बिरङ्गी लेखेको छ है। ल सबैजना चाहिँ पुरा एक्सर्साइज गरेर आउँदै रहेछ है। वाउ यस्तो बवाल छ है। ल हेर्नुहोस् विदेश भनेको विदेशी हो कि साथी हो। सबैजना साइक्लिङ गरिरहेको छ होइन, कोही एक्सर्साइज गरिरहेको छ होइन। र अब यस्तो लाइफहरू चाहिँ हामीले फेरि पाउँदैन साथी है। अब सबैजना मिलेर आउनुपर्छ विदेश है, सबैजना काम गर्नुपर्छ। ल है साथीहरू ल है आज चाहिँ म यसो बाहिरतिर समुद्रको टाटीबाट तपाईँहरूसँग अब भिडियो बनाएर होइन तपाईँहरूलाई यो भनौँ न बेलुकाको एकदम रमणीय दृश्यहरू चाहिँ म तपाईँहरूलाई देखाउन गइरहेको छु। र तपाईँहरू देख्न सक्नुहुन्छ आज चाहिँ म यो समुद्र है पोर्चुगलको लिस्बन भन्ने सिटीबाट चाहिँ मैले तपाईँलाई यो भिडियो बनाइरहेको छु। तपाईँहरू देख्न सक्नुहुन्छ ऊपर सिपहरू पनि यति आइरहेको छ है मजाले होइन। ल हेर्नुहोस् अब यहाँनिर चाहिँ अब यी मान्छेहरू पनि होइन पुरा अब प्रासो म्याक्सिमम् मान्छेहरू यहाँ कालेहरू छ होइन। अब यहाँनिर अब यो जुस पसल पनि छ है, जुसहरू बेचेर बसिरहेको छ मान्छेहरू होइन। ल हेर्नुहोस् आज म बोल्दा मेरो चाहिँ अब घाँटी अलिकति सुकेको छ भनौँ न होइन, किनभने अब आज म अलिकति लाइभ पनि धेरै बसेँ। ल तपाईँहरू देख्न सक्नुहुन्छ हेर्नुहोस् त है पुरै मान्छेहरू चाहिँ होइन टक्कसँगले अब यसरी हिँडेको छ है। ल हेर्नुहोस् अब यसरी बेलुकातिर मान्छेहरू रनिङ पनि गरिरहेको छन् होइन। अब उहाँ चाहिँ टुरिस्टहरू हुनुहुन्छ है, प्रायः मान्छे चाहिँ यो साइडमा चाहिँ अब टुरिस्टहरू आएको हुन्छ होइन। ल हेर्नुहोस् अब यो बोट हेर्नुहोस् तपाईँको पुरै त मलाई चाहिँ हेर्नु त अब सबै टुरिस्टहरू चाहिँ एकदम रमाइलोको लागि हिँडिरहेको छन् होइन। पछि चाहिँ अब यहाँनिर गिटार लिएर होइन टक्कसँगले पुरै बजार बसेको छ। ल हेर्नुहोस् कोही चाहिँ अब यसरी नाङ्गै कुदिरहेको छ केटाहरू, पुरै दौडेको छ नाङ्गै होइन। यही हो अब ल हेर्नुहोस् आज चाहिँ अलिकति अब केही प्रोग्रामहरू छ कि जस्तो लागेको छ होइन। यहाँ मार्केटहरू पनि खुलेको छ, तपाईँलाई त्यो पनि म देखाउन गइरहेको छु। ल यस्तो यो चाहिँ अब यो कफी सप है साथी हो, कफी सप हो होइन। टक्कसँगले कफी सपी मसिनो अब भयो भनेदेखि तपाईँको त्यो ब्रेड सेड भयो होइन, नर्मली चिजहरू चाहिँ यिनीहरूले बेचिरहेको हुन्छ। हेर्दाखेरि ट्याक्कै तपाईँको घन्टी आकारको छ होइन, नेपालको जुन घन्टी हुन्छ नि त्यो प्रकार त्यो टाइपको छ। तर होइन साथी यो चाहिँ तपाईँको एउटा भनौँ न कफी सपको चाहिँ एउटा डिजाइन निकालेको है। मान्छेले हेर्दा पनि अलिकति सिटीभित्र नयाँ लुक्स दिने होइन। अब यहाँ त त्यस्तो अब किनभने लिस्बनमा त धेरै अब हिस्टोरिकल प्लेसहरू पनि धेरै छन् होइन। तर मान्छेहरूले चाहिँ के गर्छ भने
प्रायः यस्तो चिजहरू चाहिँ अब भित्र लुकेको पुरानो चिजहरूलाई खोज्ने कामहरू गर्छन् होइन टुरिस्टहरू आउनु कारण त्यही कारणले गर्दा हो ल हेर्नुहोस् है वाह कति यार